2020 साल सर्लाहीको बरहथवामा जन्मिएका थिए रमेश मगर। बाबु अर्काको खेतमा काम गर्थे, आमा गृहिणी थिइन्। गरिबी थियो तर रमेशको पढाइमा दिमाग तेज थियो। 10 कक्षामा सर्लाही टप गरे। काठमाडौँ आए, होटलमा भाडा माझे, तर सपना ठूलो थियो। 12 कक्षा 16 वर्षमै पास गरे। 2036 सालमा क्रान्तिमा सहभागी भए, त्यहीबाट पावरफुल मान्छेहरू भेटे। ट्युसन पढाउन थाले ठूला नेताका छोराछोरीलाई। 2043 मा BA पास गरेपछि सम्बन्ध प्रयोग गरेर प्रहरीमा जागिर पाए। कडा मिहिनेत होइन, कडा सम्बन्ध प्रयोग गरे। 2047 सालमा नेताको छोरीसँग बिहे गरे, अनि त झन् सजिलो भयो। प्रमोसनहरू सजिलै भए। 2071 मा प्रहरी महानिरीक्षक बने। सम्पत्ति 10 अर्ब नागिसक्यो। तर 2072 को भूकम्प, देश रोइरहेको थियो। तर रमेश मगर भुइँचालोले ढलेको सुन र गहना लुट्दै थिए। गरिबीबाट उठेका थिए, तर पैसाले चरित्रै बिग्रियो।